हेलो गाइस, आज हो ट्युसडे र मोमो जानुभएको छ बारीमा। सो खाना पकाउने चाहिँ काम चाहिँ आज मेरो हो। सो मैले दाल भात सब्जी पकाइसकेँ। अब चाहिँ म अचार बनाउन गएको छु र म तपाईँहरूसँग सेयर गर्छु म अचार कसरी बनाउँछु भनेर। सुरुमा मैले यो प्यान बसालेँ। प्यान अन गरेर मैले यसमा थोरै तेल हालेर टमाटर 4 पिसमा काटेँ र यसमा राखेर अनि एकछिनसम्म छोपेर मैले यसलाई अब पकाउँछु। यो टमाटर पाकेर सेलाउने बेलासम्म चाहिँ म यता धनियाको तयारी गर्छु। म धनिया र टमाटरको अचार बनाउन गइरहेकी छु। यो मेरो धनिया मैले मिक्सी जारमा धनिया र 2टा खुर्सानी पनि राखेँ। अब म यसमा टमाटर एड गर्छु। मैले टमाटर एड गरिसकेँ। म चाहिँ अब यसमा स्वादअनुसार नुन राख्छु। मैले अलरेडी राखिसकेको छु नुन, त्यसैले मैले थोरै मात्रै नुन राखेँ। अनि म थोरै तिलको दाना राख्छु। त्यसपछि हाम्रो घरमा चाहिँ आज औँसी भनेर लसुन प्याज केही नखानु हुनाले मैले यसमा लसुन स्किप गरेको छु। तपाईहरुले यसमा लसुन पनि हाल्न सक्नुहुन्छ। अब म यसलाई मिक्सी जारमा हालेर छिनसम्म एकैबेरसम्म पिस्छु। मलाई टिमुर राखेको चटनी चाहिँ एकदमै मनपर्छ, त्यही भएर मैले यसमा थोरै टिमुरको धुलो पनि एड गरेँ। अचार चाहिँ पिसेर रेडी भइसकेको छ। अब म यसलाई कचौरामा राख्छु अनि यसलाई सर्भ गर्न रेडी हुन्छ। अनि यसपछि मेरो फेभरेट अचार रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ। सो तपाईहरुलाई मेरो पहिलो भिडियो कस्तो लाग्यो त कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। साथसाथै मेरो च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट पनि गरिदिनु होला। मैले यस्तै खालका स्टडी, ट्राभल्स र लाइफस्टाइल रिलेटेड इन्फर्मेटिभ भिडियोहरू लिएर आउने छु। अहिलेको लागि चाहिँ बाई बाई।